Hello guys, this is me Anuj Gautam आज चाहिँ हामी न्यू फेसन टेक्नोलोजी क्लब र नियर छन् आइसिटी क्लब पाल्पाको राइजिङ गर्न गइरहेका छौँ। सो गाइज स्टे ट्युन्ड है त हजुर हामीसित रहनु। यस्तो गरेको छ यो आउँछ 4G यसको अब हेलो गाइज वेलकम टु माई न्यू ब्लग। यो हाम्रो चाहिँ अब एउटा प्रेसिडेन्ट हाम्रो क्लबको प्रेसिडेन्ट यिनी चाहिँ हाम्रो क्लबको मेम्बर। यो चाहिँ पाल्पा घुम्न आएको यो पाल्पा घुम्न आएको यो अनि यो भाइ हाम्रो चाहिँ आइटी म्यानेजर अनि यो भाइ हाम्रो अर्को 4GB हामी निक्लेन हार्दिक अब मधेस प्रदेशबाट आएको त्यसलाई अब अलिकति गाह्रो भइरह अब कुरा चाहिँ गरिरह अगाडि त घडी आउँथ्यो होइन केही हुन भने ठिकै छ सकिन्छ सकेन चाहिँ सकेन छ प्लास्टिक है प्लास्टिक ल्याएर कि नै प्लास्टिक ल्याएर अब टाउको बाहिर निकालिदिने। आज चाहिँ एउटा नयाँ चिज सुन्ने होइन आज इभीमा भोलि टिभीमा नयाँ कुरा आयो मैले चाहिँ फर्स्ट टाइम सुनेको यहाँ आएदेखि इभीमा जाने भएपछि अब इभीमै भोलि टिभीमा नआएपछि यार दिस इज आवर नेक्स्ट प्रेसिडेन्ट अफ आइसिटी क्लब है हार्दिक इज द प्रेसिडेन्ट अफ आइसिटी क्लब। यस ब्याट्सम्यान मेरो ब्याट्सम्यान छैन सरले भुल्नु है हेर्नु मैले सोध्दा नि भुलेँ कहिले देखाइनस् हाम्रो मेन खेलाडी चाहिँ उहाँ हो। ल्यान्डस्केप उहाँलाई के आउँदैन खासमा कुरा भन्ने चाहिँ हामीले उहाँलाई लिएर हिँडेको कारण चाहिँ उहाँले जे होस् उहाँ गएर यस्तो सहयोग गर्नुहुन्छ। हाम्रो
हाम्रो आजको मेन भाइ भनेको युनियन यो भाइले गर्दा नै सबै प्रेजेन्टेसन हाम्रो अहिलेसम्म बन्यो तर भाइले के खाएको भाइ के खाएको भाइ चक्लेट हार्दिक सुधरी यस यो चाहिँ मिसी है केही हैन त्यो त अनि सही छ कसम छैन नि मार साउ महाजनले फर्काउँदै हन् साउ महाजन Thank you for your patronage. No copyright law in the universe is going to stop me! नाके जोड्न फाइनली गाइस हामी पाल्पा हरिजन पुगिसकेका छौं तलबाट यही त देखाथे अनिस तपाईँ साइन्सबाट याद छ भाइ त्यस्तो नभन तलबाट यही त देखाथे फोटो हाल्न लाग्यो के ल ल ठीक छ यहाँतिर फोटो हाल्छ ओ यो त स्कुल सानो तलबाट हेर सबै छ तल ए यिनलाई थाहा के ल ल यसरी मजा गरे Next guy, welcome to Anuj's vlog. No, Hardik's vlog. This is my. ओहो न्यू होराइजन ल इनको अफिसियल स्कुल चाहिँ यही हो खास हामी चाहिँ यहीँको ड्रेसै यही हो म त सेम होला हालेको त भाइले पढ्न थालिसके है जस्तो है स्कुल पनि होइन यस्तो खाके तल स्लोपमा खाके मन यस्तो स्लोप छ यार यहाँ त भाइजान चिरकुट जिन्दगी है के ओ फोर तीनटा जित्यो फोर किसे खै किसे त्यहाँ जिपे फोर लेखेछ नि
त्यसमा तेरो नाम आउँछ नि अर्को भाषा मेरो त त्यसको पनि आइहाल्छ नि We are here. This is Anuj. He is the president of Science Club, and this is me, Hardik, the president of ICT Club, and we are here for the club formation of Tansen Horizon. ICT and both science. यहाँदेखि तल जाने हो सरले त आउँदै बाउला कि सर जानु हो खै सर Let's guys. लेट्स गाइस We came from Budal. हाम्रो दाइ हेलो भनिदिनु नि दाइ ल हेलो भनिदिनु नि हेलो ओ अन्डरग्राउन्ड के यस्तो वाउ नमस्ते सर प्रोजेक्टर रहेछ त सर Hello guys, we are in Alva Tansen Horizon, and today is the club formation. In today's vlog, we are doing club formation of both ICT and science. And here I am the ICT president. He is the science president. अहिले चाहिँ हामी सबैजना यत्तिकै बसिरहेछौँ अहिले चाहिँ भर्खर हामी यहाँ आएको त्यसपछि सबैले कसैले तास खेलिरहने कसैले हाम्रो उता प्रेजेन्टेसन गराइरहनु काम गराउनु तिनीहरू यता यस्तै चलिरहेको छ अहिले चाहिँ मेरो काम के भयो भन्दाखेरि बहुत राम्रो काम भयो Mission failed. We'll get them next time. यो चाहिँ गर्दा सिलाइदिन्छ प्रेसिडेन्टको ब्याज आज छैन क्या यहाँ त छैन क्या ल अहिले चाहिँ हामी बाटो क्रस गर्दैछौँ र अङ्कलले सिलिन्डर भेटाइदिनु भएको छ थारी छ अङ्कललाई त्यो भएर नेट छ डाटा छ उसको मेरै छ डाटा ए अहिले चाहिँ हल्का आन्टीहरू आउनु ढिलो गर्नुभयो त्यही भएर हामी चाहिँ के अरे भने चुइगाम चप्काइदिनु चुइगाम चप्काइदिएछ एकछिनलाई भए पनि आन्टी आउँदै गर्छलाई भए पनि ठिकै हुन्छ अहिले चाहिँ तल चाहिँ नखसोस् है अहिले चाहिँ हामी टोइलेटबाट निक्लिँदैछौँ ल ठिक छ तिमी टोइलेट गयो स्टेप छ यहाँ ल अहिले चाहिँ हामी अब प्रोग्राम स्टार्ट गर्न गइरहेको छ प्रोग्राम स्टार्ट अब कतिखेर हुन्छ हेरौँ ल दिस इज द प्रोसेस अफ प्रेजेन्टिङ हाम्रो बोल्ने मान्छे स्टेज पाउँछु भनेको के भयो यस्तो यो क्या हो प्रोजेक्टर हाम्रो त्यो होइन सरी ए हराएछ यो होइन यो भन्न हजुरको अहिलेको एक्सपिरियन्स कस्तो छ खै किस्मत जस्तै हो हजुरको अहिलेको एक्सपिरियन्स कस्तो छ अब ठिकै छ हजुरको बोलाउ न यार कोही हजुरको एक्सपिरियन्स कस्तो छ सर हजुरको एक्सपिरियन्स कस्तो छ म एक्सपेक्टेसन भर्सेस रियालिटी भइरहेको मेरो लागि हजुरको यो उहाँ चाहिँ हाम्रो सबभन्दा मेन छ उहाँले गर्दा मात्र आजको प्रेजेन्टेसन हाम्रो सफल हुन गइरहेको छ
लोगो पुरानो लोगो यहाँ समाइदिएको छ अहिले नि सर यहाँ त ल्यापटप छ हजुरको एक्सपिरियन्स कस्तो छ सर मेरो एक्सपिरियन्स मैले यस्तो 10-20 वटा अझै प्रोग्राम गराएको यो मेरो शिष्यहरू यिनीहरूलाई सिकाउनु हजुरलाई कस्तो लागिरहेछ कस्तो लागिरहेछ हजुरहरूलाई राम्रै लाग्छ तिमीहरू एकदम साइन्समा इन्ट्रेस्टेड हो महिला भेन 10 हो भाइ म पनि पुरानो हेरिरहेको छु खै त्यहाँ त पुरानो कस्तै छ त्यस्तो राम्रो छैन एक्लैले बनाएको राम्रो हुन्न कि कसले तिमीहरूले बनाएको बिचरा कसले तिमीले खै देखाउन कस्तै छ राम्रै त छ नि अर्को 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 ठिकै छ यहाँ पनि विकास छ है विकास छ हजुरको कस्तो छ अहिलेसम्मको मलाई त हेपेन एक्लै पार्दैन मलाई अब हामीसँग अब गाडीमा अब म पछाडि बस्छु हामीसँग अब हजुरको एक्सपिरियन्स कस्तो छ ठीक है हजुरको एक्सपिरियन्स कस्तो छ अहिलेसम्मको के रे हजुरको त बस वा गाडी बढी राम्रो छ ए हामीसित हिँड्नुभएको के मान्नुभएको ए देख्नुभएको थियो होइन सर ए सर सिद्धांत सर What is sir? Before any formal introduction, let's first see the history of NHSTC Club, that means New Horizon Science and Technology Club. It was established in 2068 PS. बोरिङ भइरहेको किन लाग्यो बोरिङ Is very important because in whichever field you may go, leadership is a must. So every step of life is beautiful. Yeah, it's Japanese name. If some of the students, if they have some questions, then that would be very good for you. Otherwise, we are here to ask some questions. I'm already ready with the question. First of all, I have some personal questions, and now I have some more questions. If boys or girls, you just ask some questions if you want to see. Right? Yeah. Please. Any questions? You can ask in Nepali also. No bar in language. Okay? Language is never a bar. भन्दै भाइ भन्दै सुत्यो कि भाइ भाइ If you did not understand, I can even repeat it. We all understand, I think so. Yeah, it's 10 class questions. Let me ask you one more question. Okay? You just hear about that science, the science and technology is technology. Technology. Some parts of technology. Are you doing it in your school there? We are working in some, like doing some
experiments like technically in like those robotic labs and all, such as RC cars and all. Yes. And you just talked about the leadership also, yes? Yeah. Leadership, knowledge, creativity, curiosity, you said. Yeah, you said that also. Yeah, so every Friday, as I said, that we conduct some programs, and in those meetings we also provide some leaderships, knowledges, and how to actually present yourself in front of people. We also share that between the students, like every Friday. You have a long history of this club. It seems like that, you know. Almost 15 years back, you started this club. Even I think you were just born there. Yes, you may have a lot of alumni there who were the president, vice president, or secretary there. Have you ever asked your former, your nominee or former executives? Communicate with many different people, as you can make new friends in the club, you can meet new people, you can, okay, I came here to Palpa's New Horizon and met very new faces, so that's something you can get from joining ICT Club, and you can also get supporting innovation and collaboration. We can collaborate with various people, clubs, and different communities, and conduct various programs, enhancing your skills and knowledge on the topic of robotics and stuff. Helping students showcase their talent. Okay, so someone who has a skill related to IT. Dr. Mahavir introduced wireless internet in remote areas, hydropower projects, use of scientific principles for renewable energy, agricultural research, promoting modern farming and biotechnology, environmental studies, scientists studying climate change and biodiversity, science education and clubs are celebrated as spreading awareness among youth. These are the cool science facts which you can observe on the screen. Krishna. Science and sustainable development, clean energy, climate action, sustainable agriculture, medical advantages, and environmental protection. No. Oh, thank you very much. अहिले चाहिँ कन्टिन्यू अर्को है हाम्रो भाइको काम गर्ने भाइ, राम्रोसित काम गर्ने भाइको मोबाइलबाट मेरो नाम पनि बिर्सेर काम गर्ने भाइ हो क्रिस होइन, क्रिस भाइको मोबाइलबाट अहिले रेकर्ड गर्दा हो, किनभने आइफोन 10 अहिले चाहिँ हामी कता अरे श्रीनगर भन्ने ठाउँमा आएको छौँ। यस्तो छ भ्यू चाहिँ, सनलाइटमा ठिकै देखिन्छ। आई थिंक भ्यू टावर गइरहेको छ। दुईजना भिपिज यसमा उ छैन भाइ, हजुर फ्रन्ट क्यामेरा तट नछोपे मलाई भनेको के तँलाई अनुस मात्रै बुस्ट हात भनेको। यस्तो फोटो छ गाइज यो, र जाँदाखेरि चाहिँ चिफ लिएर जाने प्लानिङ छ सबैजनाको। आफ्नो गाउँतिरको जङ्गलमा पछि थाहा भएको मेरो यो चेन फुत्के गरेर दिमाग खराब भए नै यस केको न के त भाइ सरसित जाऊँ न खै। यहाँ हार्दिकलाई ढकालेर अगाडि पुऱ्याउनु परिरह होइन, चिप्लो है यतातिर न सल्लाह ल अब हिँड्छ सल्लाह।
अहिले चाहिँ हामी हाम्रो श्रीनगर हो भाइजान सलाम सानो भयो यार छोराको खिच्न पर्यो क्या खिच्यो सरको छोरा यो छोरा के अच्छा यो लम्बु भाइ सुरु गरे उता भ्याउनु पर्यो नि यता सुरु भएर हाले क्या मलाई किन हरेको भाइ यता हेर ओइ 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 नन्चल्यान्ड गाइस क्लिप अफ द डे अब चाहिँ हामी सबैको रिभ्यू दिन्छौँ हाम्रो टुर कस्तो गयो भनेर चाहिँ हार्दिक पहिला यहीँबाट सुरु गरौँ हेलो म्याडम हेलो ओ गङ्गु भाइ ल आज रिभ्यू दिनुहोस् प्लिज आज म यहाँ आज रिभ्यू दिनुहोस् प्लिज भेरी नाइस रमाइलो भयो कि 11 मात्रै यसलाई त नाइस त हुने त भयो हेलो यस्तै हो ल भाइ ल भन तिम्रो कस्तो गयो भाइ त हार्यौ क्या के नराम्रो गयो होला भाइले धेरै पैसा हारे तपाईको रिभ्यू कस्तो छ राम्रो भयो तपाईको रिभ्यू कस्तो छ तपाईको रिभ्यू कस्तो छ भाइ त यो भाइले फेरि भाइले ताली ल तेरो कस्तो थियो त म यहाँ टुलमा बसेर हिँडेको VIP 1 मेरो चाहिँ 10 मा चाहिँ 6 स्पिडको रिएक्सन दिए ल भ्याइयो 10 मा 100 ल कस्तो राम्रो भयो यार ल अहिले मलाई चाटेको दिमाग खराब गरेर यो मैले हजुरको आजको सबैभन्दा फेभरेट पार्ट सबैभन्दा फेभरेट पार्ट आजको दिनभरि सबै भाइ ठिक भने फेभरेट पार्ट मेरो फेभरेट पार्ट पहाड आउँदा Gür. Huş. Lakay.